आज हामी जाँदैछौँ भीमदत्त 18 स्थित इको पार्कमा वृक्षारोपण कार्यक्रममा सहभागी हुनलाई। हामी इको पार्कको निरीक्षणमा छौँ, जहाँ विभिन्न किसिमका फलफुलहरू पनि जो चाहिँ हामीले पछि लगाएको फलफुलहरू हो। यो विगतमा वृक्षारोपण गरिएको बोट बिरुवाले फल दिन थालिसकेको छ, जुन चाहिँ हामी इको पार्क भित्र छौँ है। अहिले इको पार्क भित्रको यो फल, जहाँ चाहिँ अम्बा लगाइएको थियो, साथसाथै कागती, अमला, आँप जस्ता विभिन्न फलहरू पनि वृक्षारोपण गरिएको छ। यो सालघारीको उत्पादन हो। इको पार्क भित्रको उत्पादन, इको पार्कको भित्रको उत्पादन रातो अम्बा एकदम राम्रो छ यो हामीले इको पार्कमा। अब केही समयपछि हामी आँप पनि खान सक्छौँ यसै गरी। त्यस्तै गरी अनार पनि खान सक्छौँ, अनार पनि खान्छौँ अनार हुँदैन। अनि यहाँ के अरू थप बोट बिरुवाहरू लगाइएको छ? अम्बा, अनार, कागती, अनि जामुन, अनि अमला लगायत धेरै चाहिँ बोट बिरुवाहरू चाहिँ हामीले यहाँ लगाएका छौँ। यसलाई थप व्यवस्थित गर्न के गर्न सकिन्छ होला? यसलाई अझ थप व्यवस्थित गर्नका लागि मेन कुरो भनेको यसमा स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले पनि यहाँ चाहिँ बजेटको व्यवस्थापन गर्न सक्यो भने यसलाई चाहिँ आवश्यक बजेट भयो र स्थानीय सरकारवाला पनि सबैको आवश्यक यहाँ चाहिँ सहयोग भयो भने अझ राम्रो बनाउन सकिन्छ। अहिलेसम्म हामी यहाँ NNSWA अनि लगायत यहाँ चाहिँ अब अन्य चाहिँ जुन अब भनौँ न यहाँको समिति लगायत चाहिँ यहाँका स्थानीय सरकारवालाहरूको एकदम सक्रियतामा यतिसम्म यो बन्न सकेको छ। योभन्दा अझ चाहिँ थप हुन्छ। तपाईँको भावी योजना के छ यसलाई लिएर? इको पार्कलाई संरक्षण गर्ने र अझै व्यवस्थित गर्नका लागि? अझ व्यवस्थित गर्नलाई अलिकति शान्त वातावरण, यहाँ मर्निङ वाक गर्नलाई बजारको नजिकमा रहेको जुन चाहिँ यस्तो यो भनेको गहना हो। बजारको नजिक क्षेत्रमा यस्तो किसिमको जङ्गल हराभरा हुनु भनेको यो चाहिँ भीमदत्त नगरपालिकाको लागि चाहिँ यो एउटा चाहिँ अमृत सरह चाहिँ मान्न सकिन्छ। यसलाई अझ हामीले व्यवस्थित गर्नका लागि धेरै यसको मास्टर प्लान पनि बनेको छ। यसलाई व्यवस्थित तरिकाले अगाडि बढाउन चाहिँ खोजिरहेका छौँ। सरको तर्फबाट केही? धन्यवाद। अब यो इको पार्क जुन यो भीमदत्त नगरपालिकाकै मुटुमै रहेको पार्क, यसलाई व्यवस्थापन गर्नमा वडा कार्यालय, नगरपालिका र हामी NNSWले विगत 2-3 वर्षदेखि लागिरहेको छौँ। जुन हामीले गर्न खोजेको उद्देश्य आज यसो हेर्दाखेरि हाम्रो टिमै आफै मोनिटरिङ गर्न आएको, जसले गर्दा चाहिँ हामीले सोचे जस्तो चाहिँ यो पार्कलाई चाहिँ व्यवस्थापन हुँदैछ। अझ थप यसलाई व्यवस्थित गर्नलाई अलिकति तारबार गर्नुपर्ने कुराहरू, अलिकति यसले पार्कको भित्रमा आउने पर्यटकहरूलाई चाहिँ अलिकति व्यवस्थापन गर्ने कुराहरू, त्यहाँभित्र पनि खानेपानी, टोयलेटको व्यवस्था पनि पालिकाले गरेको छ, उहाँले गरेको छ। थप यसलाई व्यवस्थापन गर्नलाई, अझ यसलाई सुदृढ गर्न चाहिँ थप किसिमका चाहिँ प्लान्टहरू, अलिकति आकर्षक प्लान्टहरू यो वर्ष पनि हामीले प्लान गरेका छौँ। यसलाई चाहिँ व्यवस्थापन गर्नलाई थोरै पार्ककै मोडलमा जानु पऱ्यो। यतापट्टि आएर यो अलिक फरेस्टको मोडलमा गयो भने दुईवटा यहाँको जङ्गली जनावरहरूलाई पनि, बाँदरको आतङ्कलाई पनि कम्प्लिटली बन्द गर्न सकिन्छ भने मान्छेलाई पनि घुम्न, रमाउन, यसो स्वास्थ्यको लागि पनि सही हुन्छ भन्ने उद्देश्यले गरे, जुन चाहिँ अहिले हामी हेर्दाखेरि चाहिँ यो अलिकति सफल भए जस्तो अनुभव भइरहेछ। हस्, धन्यवाद। यो हेर्दाखेरि कस्तो लाग्यो भने वास्तवमा गरेपछि हुँदो रहेछ भन्ने कुरा बुझियो। अनि वार्ड नम्बर 18ले जुन पहल गरेर चाहिँ गर्यो त्यसको लागि धन्यवाद। अब म विशेष गरेर चाहिँ यो स्थापना गर्न तत्कालीन नगर प्रमुख सुरेन्द्र विष्टले देखाएको तद्रुपताको पनि प्रशंसा गर्न चाहन्छु। उहाँकै कारणले यसलाई चाहिँ संरक्षण भयो, नत्र अहिलेसम्म यो यहाँ चाहिँ विविध यो अतिक्रमण भइसक्ने थियो। अहिले संरक्षण भएको छ र यो संरक्षण राम्रो देखिया छ। यसलाई चाहिँ अझ व्यवस्थित गर्नका लागि नगरपालिकाले पनि ध्यान दिनु पर्यो। वडाले मात्रै हुँदैन, नगरपालिकाले पनि ध्यान दिने हो। अब यो मर्निङ वाक गर्ने ट्रेकहरू थोरै भयो, त्यो चाहिँ एकदम थोरै छ। त्यसलाई चाहिँ कम्तीमा यसको राउन्डिङमा मर्निङ वाक गर्ने ट्रेकहरूदेखि लिएर यसलाई एउटा राम्रो हिसाबले लगाउन सक्यो भने पर्यटकीय क्षेत्रको रूपमा पनि विकास गर्न सकिन्छ। तपाईँ यहाँ देखिरहनु भएको छ। अब यो अहिले भर्खरै हामीले चाहिँ अम्बा खायौँ हैन, कति राम्रो छ, अम्बा खायौँ, कति मिठो छ। यो बाँदरहरू लाग्ने ठाउँमा पनि अम्बा हामीले खान पायौँ कि बाँदरहरू पनि छन् यहीँ
तर यो स्थितिमा चाहिँ यसलाई अझ व्यवस्थित गर्नुपर्ने जसरी लागिरहनु भएको छ एनएसडब्ल्यूलाई पनि म धन्यवाद दिन चाहन्छु। वडालाई त अब म दिइसकेँ, त्यस्तै नगरपालिकाले पनि यसलाई चाहिँ अझ प्राथमिकतामा साथेर अगाडि बढाउनुपर्छ र यहाँको स्थानीयहरूको जनसहभागिता स्थानीयहरूको सहभागितालाई पनि हामीले प्राथमिकतामा राख्नुपर्छ। त्यो गर्न सक्यौँ भने यसको संरक्षण र दिगोपनलाई चाहिँ अगाडि बढाउन सक्छौँ। धन्यवाद। हस्, धन्यवाद। स्थानीय हो, यहाँ केही न केही हुँदैछ। अब छिट्टै सालगाडी चाहिँ आन्तरिक पर्यटनको एउटा हब बन्नेमा हामी ढुक्क छौँ। यहाँको वातावरण पछिल्लो 2 वर्षभन्दा व्यापक परिवर्तन भइसक्यो। अबको 2-4 वर्षभित्रै यहाँ फलफुलदेखि लिएर अन्य विभिन्न अर्नामेन्टल प्लान्टहरू, आकर्षक बिरुवाहरू यहाँ अबको 2-3 वर्षभित्रै यहाँ फोटो खिचाउने, आउने, घुम्ने, रमाउने मान्छेहरूका लागि चाहिँ एकदमै उत्कृष्ट गन्तव्य बन्छ। धन्यवाद। हस्, धन्यवाद। थ्याङ्क यू। वृक्षारोपणको लागि तयारी हुँदैछ। बाङ्गो बाङ्गो आउँदैछ त्यो सिधा आफै हुन्छ पछि कि कसो हो? सिधा हुन्छ। आजको त बोटहरू भइन्छ ठुलो भयो नि। ल भयो नि, ठिकै छ, एकैछिन। हामीले पनि पाउनुपर्छ। आजको वृक्षारोपण सिद्ध्याएर हामी लाग्यौँ घरतिर। थ्याङ्क यू फर वाचिङ। धन्यवाद।